पार्ट 2 को लागि रेडी सबैजना? ल मैले तिमीहरूलाई अप्सन राखिदिइसकेको छु। ल अप्सन राखिदिइसकेको छु। अब तिमीहरूलाई रिलेसन सोध्दैछु। भेन डायग्राम नै हो हामीले कन्टिन्यू गर्न लागेको। फिमेल मदर र इन्फेन्ट, फिमेल मदर अनि इन्फेन्ट, इन्फेन्ट। ल के हुन्छ फिमेल मदर र इन्फेन्टको? फिमेल मदर र इन्फेन्टको ल डी डी हुन्छ। सबैजनाले भन फिमेल मदर र इन्फेन्टको, फिमेल मदर र इन्फेन्टको सी हुन्छ। ल ल सी, ल सी, ल सबको सी आएको छ है। ल ल बी, बी त हुँदैन है बक्लर। ल हेर कसरी हुँदैन म भन्छु। ल हेर फिमेल मदर र इन्फेन्ट भनेको छ। अब हेर इन्फेन्ट भनेको बच्चा हो के। इन्फेन्ट भनेको के हो भन्दा त बिलो 1 इयर्स हो नि, हो कि नै? चाइल्ड बिलो 1 इयर्स इज कल्ड इन्फेन्ट हो कि नै? नर्सरी भन्दा त हो एकदम। ल हो 1 वर्ष भन्दा कम उमेरको बच्चा केटाजीलाई चाहिँ इन्फेन्ट भने हो के। ठिक छ, इन्फेन्ट भनेको। अनि अब भन इन्फेन्ट 1 वर्ष भन्दा कम फिमेल पनि हुन सक्छ मेल पनि हुन सक्छ, दुइटै हो। फिमेलको क्याटेगोरीमा इन्फेन्ट पर्ने रहेछ हो। मदर पनि फिमेलको क्याटेगोरी भित्र पर्छ हो। अब भन सबै मदरहरू फिमेल हुन्छ कि नै? सबै मदरहरू फिमेल हुन्छ कि नै? कोही मदर मेल देखा छौ र? कोही मदर मेल देखा छौ र? मेल मदर हुँदैन के, अल मदर आर फिमेल हो कि नै? भनेपछि एउटा भित्र बाहिर वाला त हुनै पर्यो। सी हुनु पर्यो, डी हुनु पर्यो। अब बी पनि हुन सक्छ फिमेल र मदर। अब हेर सबै इन्फेन्ट फिमेल हुन्छ र? हुँदैन नि, सबै इन्फेन्ट फिमेल हुँदैन भनेपछि बी हुन सकेन। सी हेर, अब हेर सी डीमा हेर, सी त एन्सर हो हाम्रो। ठिक छ, डीमा हेर। अब यो इन्फेन्ट भएपछि यो फिमेल भएपछि यो मदर भएपछि के कोही पनि इन्फेन्ट फिमेल हुँदैन र? हुन्छ नि, कोही पनि इन्फेन्ट फिमेल हुँदैन र? हुन्छ नि, भनेपछि डी पनि हुने रहेनछ, डी पनि हुने रहेनछ। अब यो किन भएन भन्दा त यसलाई फिमेल मान्यो भने अनि यो इन्फेन्ट हुन्छ, यो मदर हुन्छ हो। अब सबै इन्फेन्टहरू फिमेल मात्रै हो र? मेल पनि त हुन्छ के, हो कि नै? भनेपछि बी पनि भएन। अब हेर त, अब हेर त सी को हेर त, यो फिमेल मान, यो फिमेल भए, यो मदर भयो हो। अल मदर आर फिमेल, यस करेक्ट, जस्टिफाई गरेछ। अनि सम इन्फेन्ट आर फिमेल, सम इन्फेन्ट आर फिमेल हो कि नै? सम इन्फेन्ट आर फिमेल भनेपछि के हुने भयो आन्सर? सी हुने भयो। के हुने भयो आन्सर? सी हुने भयो हो। ल ल सेम सेम रिलेसन भन। अब एन्सर के हुन्छ? फिमेल मदर र इन्फेन्ट, फिमेल मदर र इन्फेन्ट, फिमेल मदर र इन्फेन्ट के हुन्छ एन्सर भन? फिमेल मदर र इन्फेन्ट एन्सर के हुन्छ? नन। ल ठिक छ, अब बाटो भयो है। ठिक छ, मैले खोजेको यही हो है। अब मैले खोजेको चाहिँ यही हो है, नन आयो एन्सर। अब जतिलाई पनि सी लगाइरहेछ नि, सी लगाइरहेछ नि, चम्चामा पानी तताएर नाक डुबेर मर, चम्चामा पानी तताऊ अनि नाक डुबेर मर है। जसलाई सी लगाइरहेछ अझै पनि एन्सर। एबिडी त लाग्दैन, एबिडी लाग्यो भए त चम्चामा पानी तताउने पनि झन्झट नगर, घाँसको टुप्पोमा झुन्डेर मर। एबिडी अझै पनि लगाइरह भए घाँसको टुप्पोमा झुन्डेर मर, किनभने अहिले भर्खरै एक्सप्लेन गरेको छौँ एबिडी हुन्न भनेर, हो कि नै? अब हेर जसलाई सी लगाइरहेछ त्यो चाहिँ चम्चामा, किनभने अब हेर त यो फिमेल यो मदर यो इन्फेन्ट भएपछि अब 1 वर्षभन्दा मुनिको बच्चा कहीँ आमा भएको देखा छौ? 1 वर्ष मुनिको बच्चा कहीँ आमा भएको देखा छौ कोही संसारमा? संसारमा हुन्न, भनेपछि सी पनि एन्सर हुन सक्दैन। के हुन्छ एन्सर? ई नन हुन्छ, नन हुन्छ, कुनै पनि हुँदैन। बुझ्यो कि बुझेन भन, बुझ्यो कि बुझेन भन। बुझ्यो, ल बुझ्यो, ल ठिक छ। ल ल अब अर्कोमा जाम, अर्कोमा जाम। भयो
अप्सन यो छ तिमीहरूले पत्ता लगाऊ टिचर एजुकेटेड र इम्प्लोइड टिचर एजुकेटेड र इम्प्लोइड टिचर एजुकेटेड र इम्प्लोइड ल अब हेर तिमीहरू अब तिमीहरूले आइएएम भाइब्रेन्टमा ल्याएको थियो नि आइएएम मोडल इक्जाम त्यसको भेन डायग्राम वाला क्वेसन गर्यो कि गरेन मिलायो कि मिलाएन त्यति बेला अब मैले भाइब्रेन्टमा पढाउँथेँ हेर त्यति बेला मलाई जसले नि के लगभग सबै सेक्सनमा भन सबै सेक्सनमा स्टुडेन्टले सर यो भेन डायग्रामको क्वेसन मिलेन सर यो बिग्रियो भन्थ्यो क्या अब त्यो गरेर हेर्नु कति सजिलो आएको रहेछ है आइएम मोडल इक्जाम ल्याएको थिएँ नि आइएम मोडल इक्जाम कति सजिलो आएर रहेछ अब गएर हेर्नु है ल 10 को के हुन्छ भन ए के अरे यो टिचर एजुकेटेड र इम्प्लोइड के हुन्छ भन टिचर एजुकेटेड र इम्प्लोइड के हुन्छ सी हुन्छ होला नभन है हुन्नमा भन त होला भन्ने होइन अब होला भन्ने होइन अब किनभने हामीले भेन डायग्राम सकाउन लगाइसक्यौँ अब बुझ्यौ नि तिमीहरू प्रो बनिसक्यो भेन डायग्राममा अब हुन्छ यस हुन्छ भन्नु पर्यो कि हुन्छ कि हुन्न भने कि अप्सन यी थपेर नन भन्न पर्यो बुझ्यौ नि ल हेर अब हेर टिचर एजुकेटेड र इम्प्लोइड सबैको सी छ है सी नै हुन्छ अब हेर टिचर छ एजुकेटेड छ इम्प्लोइड छ अब मलाई भन सबै टिचरहरू एजुकेटेड हुन्छ नि एजुकेटेड नभएको टिचर त हुँदैन नि नपढेको टिचर हुन्छ र नपढेको त टिचरै बन्न सक्दैन हो कि नै कोही हाइली एजुकेटेड होला कोही लोवर एजुकेटेड होला त्यो हो फरक तर एजुकेटेड त हुन्छ नि भनेपछि अल टिचर आर एजुकेटेड भनेपछि एउटा भित्र अर्को हुन पर्यो डब्बामे डब्बावाला कुन छ यस्तो के डब्बामे डब्बा हो कि नै डब्बामे डब्बा हुनु पर्यो भनेपछि कुन छ डब्बामे डब्बा ए र बी त हुनै सकेन हो केही पनि सम्बन्ध छैन बी त झन् हुनै सकेन ए पनि हुन सकेन अब हेर सी र डी छ डब्बामे डब्बा सी र डी हो अब हेर इम्प्लोइड भनेको छ ठिक छ जस्तै हामीले यसलाई इम्प्लोइड भन्यौँ भने किनभने सबै टिचर मात्र इम्प्लोइड हुन्छन् भन्ने छैन यसलाई इम्प्लोइड भन्यौँ भने सबै एजुकेटेड चाहिँ इएम है इम्प्लोइडलाई अब सबै एजुकेटेड चाहिँ टिचर हुन्छन् भने हो के अरे अल टिचर आर एजुकेटेड सरी उल्टो भयो अल टिचर आर एजुकेटेड भनेको छु अब मलाई भन सबै एजुकेटेड पर्सन इम्प्लोइड हुन्छ सबै एजुकेटेड त्यति भन न सबै एजुकेटेड पर्सन इम्प्लोइड हुन्छ डिग्री पास गरेर साउदीमा भेडा चलाउन गएको कथा हाम्रै देशको होइन र हो नि हाम्रै देशको कथा हो किन टाढा जानु भनेपछि डी गरे त डीले जस्टिफाई गर्यो गरेन नि डी भेन डायग्रामले जस्टिफाई गर्यो गरेन सबै एजुकेटेड इम्प्लोइड हुन्छ भन्ने जरुरी छैन बुझ्यो नि सबै एजुकेटेड अनि सबै टिचर एजुकेटेड हुन्छ त्यो ठिक छ सबै टिचर इम्प्लोइड हुन्छ र हुन्न नि कोही टिचर त बेरोजगार पनि हुन्छ कोही टिचर त पहिला पढाउने अहिले पढाउन छोड्या त्यो पनि त हुन्छ के हो कि नै कोही टिचर बेरोजगार टिचिङ प्रोफेसनमा गएको तर बेरोजगार पनि हुन्छ नि र किनभने राम्रो पढाउन सकेन भने कसले खोज्छ र हो कसैले खोज्दैन बेरोजगार भएर बस्ने त्यसपछि बुझ्यो नि त्यही भएर जे जुन कुरामा पनि हेर जुन कुरामा पनि स्कोप भन्ने कुरा आफूले बनाउने हो क्या त्यही कुरा आउँछ हेर स्कोपकै कुरा ल अब यता हेर त्यो एन्सर भएन हो डी अब सीमा हेर एजुकेटेड ठिक छ टिचर अल एजुकेटेड आर टिचर के अरे अल टिचर आर एजुकेटेड भन्ने कुरा भयो ल हेर अब हेर अल एजुकेटेड टिचर अब यो इम्प्लोइड भयो के अब यसले कसरी जस्टिफाई गर्यो भने टिचर बाहेक अरू कोही एजुकेटेड पर्सन पनि इम्प्लोइड हुन सक्छ के टिचर बाहेक अरू कोही एजुकेटेड पर्सन किन टिचर बाहेक डक्टर पनि त इम्प्लोइड हुन सक्छ के एजुकेटेड हो कि नै इम्प्लोइड हुन सक्छ तर सबै एजुकेटेड इम्प्लोइड हुन्छ भन्ने जरुरी छैन हो तर सबै टिचर चाहिँ एजुकेटेड हुन्छ र केही टिचर चाहिँ अनइम्प्लोइड पनि हुन्छ केही टिचर चाहिँ इम्प्लोइड पनि हुन्छ भनेपछि सीले बेटर जस्टिफाई गर्यो सो एन्सर इज सी बुझ्यो कि बुझेन भन थाहा छ तिमीहरू स्कोप भन्छौ है सर के को स्कोप छ के को स्कोप छ होइन कतिलाई के लाग्छ अहिलेसम्म एमबिबिएस त खतरनाक है एमबिबिएस भएन भने त अरू त केही छैन एमबिबिएसमा मात्रै स्कोप छ अरूमा छँदै छैन भन्ने सोच भएका हुन्छन् के कति पर्सनहरू त्यस्तो हुँदैन हेर बुझ्यौ नि तिमीले बेटर पर्फर्मेन्स गर्न सकेनौ भने राम्रो आफ्नो बेटर बेस्ट गुड बेस्ट बेटर भन्छ कि गुड बेटर बेस्ट भन्छ बेस्ट हुन्छ होला नि लास्ट ल आफ्नो बेस्ट जेमा दिन सक्यौ नि त्यही राम्रो हुन्छ के बुझ्यौ नि त्यही प्रोफेसनमा स्कोप हुन्छ हेर बुझ्यौ नि प्रोफेसन भने तिम्रो उसको हुनुपर्छ कि तिम्रो के भन्छ भने चोइसको हुनुपर्छ भित्रदेखि इन्ट्रेस्ट लाग्नेवाला प्रोफेसन हो न भएलै स्कोप छ नि यार किन छैन यहाँ डक्टरले भन्दा धेरै कमन टिचर देखिरहेको छु मैले तिमीहरू कुरा गर्छौ डक्टरको भन्दा हाई इन्कम हुन्छ कसको टिचरको तिमीहरू के कुरा गर्छौ हो
डक्टरले भन्दा धेरै कमाउने नर्स पनि देखाएको छु मैले। तिमी राम्रो राम्रो पर्फर्म डक्टरमा गर्न सकेनौ, राम्रो गण्यमान्य डाक्टरमा परेनौ भने, गण्यमान्य डाक्टरमा परेनौ भने तिमी पनि बेरोजगार बस्नुपर्छ। तिमी पनि बेरोजगार बस्नुपर्छ के, बुझ्यौ नि? राम्रो पर्फर्म, त्यही भएर तिमीले जुन कुरामा राम्रो पर्फर्म गर्न सक्छौ नि त्यही कुरामा स्कोप छ। तिमीलाई इन्ट्रेस्ट हुनु पर्यो, सबैभन्दा फर्स्ट कुरामा इन्ट्रेस्ट हो। ल अब अर्को हेरौँ। मैले बलै अप्सन मेटाएँ है, फेरि बनाउँछु। ल यो भयो, अनि बी यो भयो, अनि सी। अब यसमा तिमीहरूले रिलेसन भन कसको भन्दा, पोलिटिसियन पोएट एन्ड वुमेन। पोलिटिसियन पोएट एन्ड वुमेन है, धेरै कविहरू गराइदिनु। ल पोलिटिसियन पोएट्स एन्ड वुमेन, ल भन त के हुन्छ? पोलिटिसियन पोएट्स एन्ड वुमेन, पोलिटिसियन पोएट्स एन्ड वुमेन। ल एन्सर लेख, धडाधड एन्सर लेख न हो। ल डी पनि अप्सनमा डी नन पनि भएर धेरै सोच्न थालेछन् है। ल ठिक छ, सोच्नुपर्छ है। अप्सन डीमा चाहिँ नन देखेपछि त झन् अझ मजाले सोच्नु एक्जाममा हुन्छ के भन्नु भनेर। ल ल ए ए ए अच्छा सब गयो अन्त। ल हेर अब हेर पोलिटिसियन, केही पोलिटिसियन वुमेन हुन सक्छ नि, केही पोलिटिसियन वुमेन हुन सक्छ नि, केही पोलिटिसियन वुमेन हुन सक्छ। बीले त त्यो जस्टिफाई गरेन, एन्सरै भएन। केही पोलिटिसियन वुमेन हुन सक्छ, यो दुईटाले जस्टिफाई गरिरहेको छ। सम पोलिटिसियन सम वाला केसमा यसरी ओभरल्याप हुने भने ए र सी ले जस्टिफाई गरिरहेको छ अहिलेसम्म। ठिक छ। अब हेर, अनि मलाई भन, केही वुमेनहरू पोएट पनि त हुन सक्छ, केही वुमेनहरू पोएट पनि त हुन सक्छ। जस्तै यो पोलिटिसियन यो वुमेन गरायो भने यो पोएट हुन्छ। अब भन, सबै पोलिटिसियनहरू पोएट हुन्छ र? सबै पोलिटिसियनहरू पोएट हुन्छ र? सबै पोलिटिसियनहरू कमेडियन हुन्छ र? केपी बा मात्रै हुन् त? नेपालको त सबै कमेडियनै जस्तो लाग्छ मलाई है। कमेडी मात्रै त गरेछन् है, देश विकास त त्यस्तै हो कि नै? त्यस्तै सबै पोलिटिसियन पोएट त हुँदैन नि, भनेपछि सीले पनि जस्टिफाई गरेन। अब यता हेर, केही पोलिटिसियन पोएट पनि हुन सक्छ, वुमेन पनि हुन सक्छ। पोलिटिसियन केही पोएट पनि हुन सक्छन्। यो पोलिटिसियन गराम पिओएल, यो पिओइटी, अनि यो वुमेन गराम। ठिक छ। अब हेर, केही पोलिटिसियनहरू पोएट पनि हुन सक्छन् नि, कवि हुन सक्छ नि यार। नेताहरू कवि हुन नसक्ने भन्ने हुन्न नि, हो कि नै? नेताहरू कवि हुन सक्छन् हो। अनि केही पोलिटिसियनहरू वुमेन पनि हुन सक्छन् हो, र केही पोलिटिसियनहरू वुमेन पनि पोएट पनि हुन सक्छन्, हो कि नै? केही पोलिटिसियनहरू वुमेन पोलिटिसियन भएर कवि पनि त हुन सक्छन् के हो? त्यो कुरालाई यो बिचकोले जस्टिफाई गरेको छ हो। अब त्यसै गरी केही पोएटहरू वुमेन हुन सक्छ हो, केही पोएटहरू वुमेन हुन सक्छ, यसले जस्टिफाई गर्यो केही पोएट वुमेनलाई हो। त्यसै गरी केही पोलिटिसियन वुमेन हुन सक्छ, यसले जस्टिफाई गर्यो। वाइ लेख्छु है। ल यसले जस्टिफाई गर्यो, अनि यो त हामीले एक्सप्लेन गरिसक्यौँ। भनेपछि बेटर एक्सप्लेन कसले गर्ने रहेछ? बेस्ट एले गर्ने रहेछ। ए भेन डायग्राम सिट गर्यो कि गरेन? गर्यो नि। बुझ्यो कि बुझेन भन? क्लियर छ कि छैन अहिलेसम्म? तिमीहरूलाई त मैले बाबाले सबै टाइपको क्वेसन प्र्याक्टिस गराइसकेँ है। अब गर हेर होइन, बुकमा भएको क्वेसन प्र्याक्टिस गर, अझै भेट्छौ भने। नत्र म चाहिँ तिमीहरू त्यो कुरा मैले पढाएको कुरा है, यति कुरा तिमी दिमागबाट नहटाऊ, यति कुरा होइन, त्यो केसहरू नबिर्स्यौ। त्यति भएपछि तिमीहरूले क्वेसन बिगार्दैन भन्दाखेरि त्यस्तो लाग्दैन है। अझै दिन्छु म क्वेसन प्र्याक्टिस, अझै गराउँछु तिमीहरूलाई। फेरि मेटाउँछु सबै। अनि पहिला सुरु भेन डायग्राम गराउँछु, अनि त्यसपछि यो ए बी यो सी मा छ, अनि यो डी मा छ। ल अब एमा मलाई रिलेसन भन, स्नेक लिजार्ड र रेप्टाइलको। स्नेक लिजार्ड र रेप्टाइलको
ल एमा मलाई रिलेसन भन स्टेटमेन्ट वाला गराउनु न स्टेटमेन्ट वाला ए तिमीहरुलाई त्यही हो कि स्टेटमेन्ट वाला नै हो यो क्वेशन यत्रो बेर गरिरा स्टेटमेन्ट वाला नै हो यो मैले क्वेशन सर्टकटमा लेखा व्हिच अफ द तिमीहरुलाई स्टेटमेन्टमा के हुन्छ व्हिच अफ द फलोइङ डायग्राम बेस्ट रिप्रेजेन्ट द रिलेसनशिप बिट्विन स्नेक लिजर्ड एन्ड रेप्टाइल भने हुन्छ के बुझ्यौ नि अनि यो दिएको हुन्छ एक के फर्स्ट वाला जुन सुरुमा अगाडि गराएको थिए त्यो टाइपको क्वेशन भने हौ नम्बर दिने वाला त्यो नम्बर दिने वाला क्वेशन त मैले रुक है त म भेट्टिहाल्यो भने भेट्टा गराइहाल्छु ल यसको आन्सर भन्दै गर है यसको आन्सर भन्दै गर तिमीहरु यसको आन्सर भन्दै गर ल डी भनेको छन् है डी भनेको छन् के टपिकमा छ हो यसमा त भेन डायग्रामै भेट्टानु यसमा त भेन डायग्रामै भेटान्न यार मैले यो बुकमा त झन् भेन डायग्रामै दिएको छ ल म अहिले आफै बनाउँछु ल ल ल डी छ ए स्टेटमेन्ट एन्ड कन्क्लुजन त त्यो छुट्टै टपिक हो है लोजिकल वाला त्यो छुट्टै पर्छ हामीले ना त्यो छुट्टै पर्छ स्टेटमेन्ट एन्ड कन्क्लुजन त मैले तिमीहरुलाई भनिसके त आफै प्र्याक्टिस गर म पढाउँछु तिमीहरुलाई टाइम बच्यो भने मजाले पढाउँछु हैन स्टेटमेन्ट एन्ड कन्क्लुजन तर तिमीहरुलाई के भनेको छु मैले आफै प्र्याक्टिस गर के किनभने त्यसमा चाहिँ मैले पढा अनुसारै पढाकै क्वेशन आउँछ भन्ने जरुरी छैन के त्यो भनेको नितान्त तिमीहरुले गर्ने हो ल डी आन्सर भनेको छ ल डी ठीक छ है अब हेर स्नेक र लिजर्ड दुईटै रेप्टाइलमा पर्छ कि नै अल स्नेक अल लिजर्ड रेप्टाइल भनेपछि एउटा दुईटा हुनु पर्यो अब हेर स्नेक र लिजर्ड बीच कुनै सम्बन्ध छ र कुनै पनि सम्बन्ध छैन नि स्नेक र लिजर्ड बीच कुनै पनि सम्बन्ध छैन सो ए पनि हुँदैन बी पनि हुँदैन अल स्नेक हो सी त झन् हुने कुरै भएन डी मा हेर त यो रेप्टाइल भयो भने यो स्नेक यो लिजर्ड हुन्छ कि नै स्नेक र लिजर्ड बीच कुनै सम्बन्ध छैन रेप्टाइल अल स्नेक आर रेप्टाइल अल लिजर्ड आर रेप्टाइल सो डी इज द करेक्ट आन्सर सो डी इज द करेक्ट आन्सर हो अब तिमीहरुले एमा के को भन्छ ल फिमेल मेन्स्ट्रुएसन र मदर बीच रिलेसन देखाऊ ल के हुन्छ डी बी फरक फरक आन्सर आछ सिर्जना म्युट गर बा म्युट गर आफुलाई ल के हुन्छ आन्सर भन ल डी बी आइराको छ डी बी आइराको छ ल बी बी हुन्छ ल डी बी आइराको छ है ल ए आएको छ कतिको है ल हेर ल चेक गरौँ है के हुन्छ ल चेक गरौँ है फिमेल मेन्स्ट्रुएसन र मदर अल मदर आर फिमेल हो कि नै सबै मदर फिमेल हुन्छ भनेपछि सी आन्सर हुन सक्दैन सबै मदर फिमेल त हुन्छ नि सबै मदर फिमेल हुन्छ हो सी आन्सर हुन सकेन अब डी बी र ए छ डी बी र ए छ जस्तै अब हेर त बी पनि आन्सर हुन सकेन के अल मदर आर फिमेल भनेपछि बी पनि आन्सर हुन सकेन कतिले बीबी भनेर त गयो बीबी भन्नेवाला गयो अब ए र डी बच्यो अब हेर ए र डी बच्यो भने अल मदर आर फिमेल भएपछि यसलाई चाहिँ मैले फिमेल माने भने यसलाई चाहिँ मदर माने भने यहाँ हो यो चाहिँ के हुन्छ मेन्सुरेटिङ हुन्छ हो अब मलाई भन
सबै मदरहरू मेन्सुरेट गरिरहेको हुन्छन् र सबै मदरहरू मेन्सुरेट तिम्रो हजुरआमा मदर हो कि होइन हो नि तिम्रो हजुरआमा मदर हो कि होइन तिम्रो हजुरआमा मदर हो तर मेन्सुरेट गर्नु छ मेन्सुरेसन 15 to 49 है 49 फिमेल मात्रै पर्छ अरु पर्दैन 15 to 49 फिमेल मात्रै पर्छ तर मदरमा 15 to 49 फिमेल मात्रै मदर हुन्छ र हुन्न नि 15 to 49 फिमेल मात्रै मदर हुन्छ र हुन्न नि सो एन्सर किन भयो एन्सर ए भएन किन भएन भन्ने कुरा थाहा पायो नि अब डी लाई पनि हेर अब हेर यसलाई फिमेल मान्ने हो ठीक छ यसलाई फिमेल मान्ने हो अनि यसलाई मदर मान्ने हो अनि के मदर मेन्सुरेट गर्दैन भन्ने छ र यसलाई मेन्सुरेट मान्यो भने अनि के मदरले मेन्सुरेट कोही पनि मदर मेन्सुरेट नगर्ने भन्ने हुन्छ र 15 to 49 एज ग्रुपको पनि त मदर हुन्छ जो मेन्सुरेट गर्छ के हो सो एन्सर इज ई नन यस आई वान्ट दिस है लास्टमा बल्ल भन्यो एकदम मजा कुल माइन्डले सोच्नु पर्छ है एकदम कुल माइन्डले सोच्नु पर्छ बुझ्यो नि बुझ्यो कि बुझेन भन बुझ्यो कि बुझेन ल भन सबैजनाले यति कुरा बुझ्यो कि बुझेन भन अप्सन अनुसार त ए पनि अप्सन तिमीलाई इक्जाममा ल अप्सन अनुसार भयो तर अहिले अप्सन अनुसार नजाऊ न इक्जाम आयो भने त तिमी ए नै हान्न कम्पेल हुन्छौ ठीक छ ओके इक्जाममा एबीसीडी आयो भने त ए हान्नुपर्छ त्यो ठिक छ किनभने इक्जाममा के हुन्छ भन्दाखेरि तिम्रो व्हिच अफ द फलोइङ एन्सर इज करेक्ट हुँदैन कि व्हिच अफ द फलोइङ एन्सर इज बेस्ट भन्छ बुझ्यो नि सबैभन्दा बेस्ट एन्सर कुन हो भन्ने हो क्या यदि कुनै पनि करेक्ट छैन भने कुन करेक्ट हुन सक्छ त अलि बेसी हो त्यो हान्ने हो किन यदि इक्जाममा यो यी ननै दिएन भने त ए हान ठिक छ ओके छ तर ए त 100% राइट त होइन नि तर अहिले त 100% राइट मानेर गरौ न बुझ्यो नि त्यही भएर यी थपेर नन गराउ न मैले त्यो टेस्ट गरेँ क्या तिमीहरू बुझ्यो नि तिमीहरूको टेस्ट गरेँ ल आजलाई यति है भेन डायग्रामको क्वेसन मजाले प्र्याक्टिस गर्दै जाऊ नजानेको नबुझेको सोध न एउटा क्वेसन अझै दिन ल भन मेटल आइरन क्लोरिन क्लोरिनमा भन त एन्सर मेटल आइरन क्लोरिनको के हुन्छ एबीसीडी के हुन्छ ल भन फर्स्ट भन ल ए हुन्छ ल ए सबले एन्सर भन्न न ल ठिक छ ए ल ठिक छ ल हेर मेटल आइरन र क्लोरिन भन्ने छ अब मलाई भन्न आइरन सबै आइरन मेटल हो कि नै मेटल भित्र त आइरन पर्छ नि आइरन मात्रै मेटल होइन तर सबै आइरन मेटल हो कि नै सबै आइरन मेटल हो भनेपछि ए हुन सक्यो बी हुन सक्यो सी हुन सक्यो तीनटै हुन सक्यो अब मलाई तीनटा सी हुन सकेन किनभने क्लोरिन मेटल हो र क्लोरिन त नन मेटल हो नि क्लोरिन मेटल हो र होइन क्लोरिन त नन मेटल हो सो सी एन्सर हुन सक्दैन मेटल भित्र पहिला छ हो बी पनि एन्सर हुन सक्दैन अब ए हुन्छ कि हुँदैन हेर यो क्लोरिन भयो भने यो मेटल भयो भने यो आइरन हेर अल आइरन आर मेटल बट अल मेटल आर नट आइरन भन्ने कुरा भयो ठिक छ क्लोरिन मेटल भित्र पनि परेन आइरन भित्र पनि परेन सो अप्सन ए इज करेक्ट बुझ्यो कि बुझेन मलाई बुझ्यो कि बुझेन अब भेन डायग्राम मजाले भेन डायग्रामको क्वेसन मिस नजाने गर्न सकिन्छ कि सकिन्न भेन डायग्राम त 15-20 मिनेटमा सकाउने टपिक हो हेर यत्रो टाइम लाग्ने टपिकै होइन क्वेसन प्र्याक्टिस गरेर हामीले टाइम लगायौँ त्यो आफ्नो ठाउँमा छ नत्र 15-20 मिनेटमा सकाउने कोही टपिक हो क्या आउनु त आउँछ हेर तर लास्टै इजी टपिक हो क्या इक्जाम आउँछ इम्पोर्टेन्ट नभएर भने होइन कि तर मजाले सकिन्छ जस्तो होइन मजाले सकिन्छ है प्र्याक्टिस गर नजानेको नबुझे